उत्सव एवं 27 कार्यशालाका अध्यक्षजी, यस कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथिजीहरू, संस्थाका संस्थापक एवं आजीवन सदस्यजीहरू, पूर्व अध्यक्षजीहरू, सल्लाहकार संयोजक एवं सदस्यजीहरू, मानव सदस्यजीहरू, कार्य समितिका पदाधिकारी साथीहरू, साधारण सदस्यजीहरू, यस वर्ष सम्मानित हुनुहुने सहमति राष्ट्रिय व्यक्तित्व, सहमति वर्ष व्यक्तित्व, उत्कृष्ट कर्मचारीहरू, पत्रकार मित्रहरू र सहमतिका शुभचिन्तकजीहरू, छात्रवृत्ति पाउने विद्यार्थी भाइ बहिनीहरू, एसआइडिसीका सदस्य तथा यस गौरवमय साधारण सभामा उपस्थित सम्पूर्ण मानवजीहरू, सहमति संस्था प्रकृति समुदाय प्रतिबद्ध सृजनशील संस्थाको रूपमा विकसित हुने परिकल्पना प्राप्तिका लागि लक्षित समुदायको स्थानीय क्षमता प्रयोग गर्दै गुणस्तरीय जीवनको सशक्तिकरण र दिगो वातावरणीय अभ्यास मार्फत समुदायहरूको उत्थानशील क्षमता विकास गर्ने लक्ष्य निर्धारण गरिएकोलाई केन्द्रबिन्दुमा राखेर संस्थाले प्रमुख विषयगत क्षेत्रहरू निर्धारण गरी आफ्ना कार्यक्रमहरूलाई लक्षित समुदायमा पुर्याएको छ, जस अनुसार आर्थिक विकास र जीवोपार्जन प्रवर्धन, पर्यावरण संरक्षण र विपद जोखिम न्यूनीकरण, स्वास्थ्य र पोषण, अनुसन्धान नवप्रवर्धन जस्ता विषयमा आधारित रहेर हालसम्म नेपालका हिमाल पहाड तराई गरी 52 जिल्लाहरूमा 112वटा भन्दा बढी परियोजनाहरू कार्यान्वयन गर्न सफल भएको छ। यस आर्थिक वर्षमा संस्थाको आन्तरिक क्षमता सुदृढीकरण गरी संस्थागत विकास योजना तयार गरी कार्यान्वयन गरिएको र हाल कायम विषयगत क्षेत्रहरू र संस्थागत संरचनाहरू पनि परिमार्जन भएका छन्। यस कारण क्षमता विस्तार गरी विभिन्न आन्तरिक परियोजना तथा अन्य सरकारवाला निकायका लक्षित समुदायहरूलाई सेवा प्रदान गरिरहेको छ। यस संस्थाले कोष सञ्चालन कार्यविधि बनाई प्रयत्न नयाँ दिगो कृति सहमति